नमस्कार राजदाई, एकदमै थ्याङ्क यू। दाइले शिष्ट तरिकाले कार्यक्रम चलाइदिनु भयो। आजको यो पार्टी प्रवेश कार्यक्रमका निर्वाचन परिचालन समितिका प्रमुख सुदन मानन्दज्यूको सभापति, केन्द्रीय विभागका साथीहरू, क्षेत्रीय कमिटीका साथीहरू, विभिन्न अरू क्षेत्रबाट पाल्नुभएका साथीहरू, वडा कमिटी लगायत क्षेत्रीय कमिटीका साथी, हेटौडादेखि आउनुभएको साथी दिदी, पहिलादेखि आशीर्वाद दिनुहुने दिदी, हाम्रो मिश्र सर होइन, बाबु दाई, त्यसपछि आएर हाम्रो श्याम कार्कीज्यू लगायत आज हाम्रो उता सानो कार्यक्रम थियो, ठाउँको अभाव भएकोले गर्दा भन्दा साथै ठाउँ उपलब्ध गराइदिनु भएको स्वयम्भू कार वासिङका हाम्रो मित्र साथी वज्र लगायत उपस्थित सबैजनामा म विराज भक्त श्रेष्ठको नमस्कार। पछिल्लो क्रममा सञ्चारका साथीहरूले पनि महत्त्व दिएर आइदिनु भएकोमा सञ्चारका साथीहरूलाई पनि आभार। सो यस्तो छ, म एकदमै खुसी पनि छु, किन भन्दा अस्ताउँदै गरेको सूर्य होइन कि उदाउँदै गरेको सूर्य जस्तो सबैजनाले एउटा आशा देखेर यसरी आइदिनु भएको छ होइन। तर चिन्ताजनक नै विषय छ, अवस्था छ, किन भन्दा योभन्दा अगाडि हामी संसदमा हुँदाखेरि तपाईँहरू हामी त्यहाँ आन्दोलनरत रहेको पनि देख्नुभयो। मानव तस्कर लगायत व्यतिथि विसङ्गतिमा राष्ट्रिय स्वतन्त्र पार्टी सङ्ख्याको सामर्थ्य कम भए पनि कहिले पनि आवाज चाहिँ कम गरेन र त्यसकै फलस्वरूप भनौँ न 2 तिहाईको सरकारले हामीलाई जुन खालको दमनहरू गर्यो, सबै चिजहरू थियो, त्यसकै फलस्वरूप एउटा आन्दोलनले चाहिँ ताजा जनादेश अब यसरी हुँदैन भनेर भनिसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी चाहिँ संसद विघटन हुनुभन्दा अगाडि नै सामूहिक राजीनामा दिएर ताजा जनादेश लिनुपर्छ र चुनाव गर भनेर माग गरेको पार्टी पनि हो भन्ने कुरा म तपाईहरुलाई स्मरण पनि गराउन चाहन्छु। र त्यो चरण जब पार भइसकेपछि के जुन देशैभरिमा एउटा लहर के आयो भन्दा वैकल्पिक शक्तिहरू, वैकल्पिक व्यक्तिहरू अथवा समाजमा हामी जस्तै समान विचार राख्ने सुशासनको पक्षमा उभिने पार्टी व्यक्ति समूहहरूसँग एकीकरण हुँदै हुँदै चाहिँ हामी यहाँसम्म आइपुगेका छौँ। म आजको यो यस अवसरमा गाह्रो अवस्थामा, किन भन्दा आजभन्दा 3 वर्ष अगाडि 2.5 वर्ष अगाडि चुनावमा जाँदाखेरिको अवस्था यति गाह्रो थियो कि हामी 4-5 जना मात्र हुन्थ्यौँ, सबैले हामीलाई खिसी टिडीहरू गर्थ्यो होइन, तिमीहरूले के सक्छ भन्थ्यो होइन। त्यसबाट आज जे छ नि एउटा नागरिक स्तरबाट एउटा उत्साहजनक आज हाम्रो रूपन्देहीबाट ओमजी पनि आइपुग्नु भएको छ होइन, बसन्त पनि आइपुग्नु भएको छ होइन। सो म तपाईँहरू सबैलाई यो नयाँ यात्राको लागि, नयाँ नेपालको नयाँ युगको जुन हामीले सङ्कल्प गरेका छौँ त्यसमा हामी सबैजना दत्तचित्त भएर लाग्न सकोस् भन्ने कामना पनि म तपाईँहरू मार्फत व्यक्त गर्न चाहन्छु। मलाई अर्को कस्तो लाग्छ भन्दाखेरि अब हामीले राजनीति मात्र होइन, समाजको सोच पनि बदल्न पर्ने अवस्था चाहिँ आएको छ। किन भन्दा राजनीतिले समाजलाई र समाजले राजनीतिलाई कम्प्लिमेन्ट नगरेसम्म दुईटै ठाउँ चाहिँ तपाईँको स्वस्थ सुसंस्कृत हुँदैन होइन। अहिले जे जति पनि समस्या छ त्यसमा नागरिक स्तरबाट पनि हामीले अलिकति सचेत भएर काम गर्नुपर्ने अवस्था चाहिँ छ। किन भन्दा देश अहिले सामान्य नियमित निर्वाचनमा होइन, बस्तीको आन्दोलन पछि अलिकति तपाईँको असाधारण परिस्थितिबाट एउटा नयाँ म्यान्डेट लिएर चाहिँ हामी अगाडि जाँदैछौँ। म तपाईँहरू मार्फतबाट सबैलाई के रिक्वेस्ट गर्छु भन्दा एकजना मान्छे निर्वाचित हुने नहुने, एकजना मान्छे प्रधानमन्त्री मन्त्री हुनेसँग सम्बन्धित कुरा होइन। देशले दिगो खालको निकास कसरी पाउने, व्यतिथिहरू कहाँ छन्, कर्मचारी संयन्त्रलाई हामीले सुधार गर्नुपर्ने हो कि, करका प्रणालीहरू सुधार गर्नुपर्ने हो कि, सांस्कृतिक प्राकृतिक सम्पदाहरूलाई संरक्षण कसरी गर्ने, युवा उद्यमीहरूलाई कसरी प्रवर्धन गर्ने, खेलकुद क्षेत्रलाई कसरी उकास्ने भन्ने कुराहरूको यावत बहसहरूको ठाउँमा चाहिँ हामी पुगेका छौँ। सो म तपाईँहरूलाई के निवेदन गर्छु भन्दा सबैजना जिम्मेवार भएर काम गर्ने ठाउँमा चाहिँ पुगेका छौँ हामी होइन। त्यसको लागि तपाईँहरूले साथ समर्थन, म मेरो साथी सुमलाई पनि एकदमै आभार व्यक्त गर्छु। किन भन्दा हामी काठमाडौँको मान्छे धेरै राजनीतिमा रुचि राख्ने मान्छेहरू, त्यो साङ्गठनिक हिसाबले त झन् हामी पहिलादेखि लाग्दैन। तर अहिले आएर ज्ञानेन्द्र आउँदा, सृजना भौजू आउँदा, यहाँ दिदीहरू दाई सुभाष, रबिन, सुदन, केओ, राजा दाईहरू सबै आउँदा होइन, त्यसले चाहिँ एउटा उत्साह पनि थपेको छ। र आज मैले देखिरहेको अनुहारहरू पनि धेरैजना मैले सानोदेखि नै भेटिरहेको मेरो साथीहरू अजय दाई लगायत पनि आउनु भएको छ होइन। सो त्यसले चाहिँ एउटा चेन्ज चाहिँ खोजिएको छ। तर के चेन्ज भन्ने चिजमा चाहिँ हामी प्रवेश गर्नुपर्छ। अब सृजना भाउजूको विषय विज्ञता, अब तपाईँले एउटा कल्पना गर्न सपना त हामीले पनि देख्न पाइन्छ होला नि होइन। हामीले देख्दा ज्ञानेन्द्र मल्लले संसदमा युवा र खेलकुदको विषयमा दमदार तरिकाले प्रस्तुत गरिरहेको अब हामीले देख्ने कि नदेख्ने त। सृजना भाउजूले युवा उद्यमशीलता र आइटी सेक्टरको बारेमा जुन अहिले सम्भावनाहरू विश्वले नै बोकेको बारेमा उहाँले नीतिगत र व्यवहारिक कुरा गरेर देख्न पाउने कि नपाउने। यो विराज भक्तले पहिला जस्तै अझ पहिलाभन्दा सशक्त तरिकाले सुशासनको पक्षमा बोलेको अब देख्न पाउने कि नपाउने। नागरिकहरूको आत्मसम्मानलाई सुनिश्चित गर्नलाई उभिएको देख्न पाउने कि नपाउने।
अपनत्व लिएर अहिले समस्या के छ, विकासमा तपाईँ हाम्रो अपनत्व छैन, नीति निर्माणमा तपाईँ हाम्रो अपनत्व छैन। जुन हामीले चाहिँ जहिले पनि के भने नेपाली नागरिकले तीनटा कुरा खोजेको छ, आत्मसम्मान, अपनत्व र अस्तित्व। यो तीनटा कुरा खोजेको चिजलाई सम्बोधन गर्ने बेला भएकोले गर्दाखेरि यो जिम्मेवारी कोही निर्वाचित हुने व्यक्तिको, संसद हुने व्यक्तिको मात्र होइन, सारा नेपालीको साझा जिम्मेवारी पनि हो भन्ने कुरा म तपाईँलाई निवेदन गर्न चाहन्छु। अन्त्यमा म सुम एकदमै थ्याङ्क यू होइन, मलाई पनि अहिले झन् इन्करेज के भएको थियो भन्दा अस्तिको पालि हामी सांसद त भयौँ, जम्मा 21 जना थियौँ, त्यसमाथि पनि सभापतिज्यू जेलमा, एकजना उपसभामुख हुँदा जम्मा 19 जना मात्र थियौँ कि टाउको चाहिँ भए जस्तो हातखुट्टै नभए जस्तो, न सङ्गठन भएको न वडा अध्यक्षहरू अथवा स्थानीय सरकारमा हाम्रो प्रतिनिधित्व भएको होइन। केही पनि नहुँदाखेरि ल्याएको नतिजालाई आज तपाईँहरूले बुझेर मनन गरेर त्यसलाई एउटा सुसंस्कृत तरिकाले बढाउनलाई आएकोले गर्दा मेरो आत्मबल झनै बढ्या छ। यही पालि पनि म तपाईँहरूलाई कसरी निवेदन गरौँ भन्दाखेरि अरू साथीहरूको, उम्मेदवार साथीहरूको त वडा अध्यक्ष आफ्नो पार्टीका छन् होइन, प्रदेशका सांसदहरू आफ्नो छ, हाम्रो त कोही छैन, हाम्रो त जनता बाहेक कोही पनि छैन। तर त्यो जनताको बल जस्तो लोकतन्त्रमा ठुलो बल कसैको हुन्न भन्ने विश्वास पनि मैले लिएको छु। म आज एकदमै आभार छु। मेरो विचारमा हाम्रो क्षेत्रमा पार्टी प्रवेशको सबैभन्दा ठुलो कार्यक्रम नै आजै भएको होला, त्यो पनि अब हाम्रो वज्रजीकै वासिङ सेन्टरमा। अब गाडी मात्र सफा गर्ने होइन कि देशको भ्रष्टाचारीहरूलाई पनि सफा गर्न सक्नुपर्छ। यही वासिङ सेन्टरबाट केही सन्देशको निवेदन गर्छु। सारदी दिदी तपाईँले त्यहाँदेखि आएर हामीलाई एउटा सद्भाव दिनुभएको छ। समीर, सुदन, सुभाष, सृजना भाउजू, ज्ञानेन्द्र र सबैजना साथीहरूलाई म एकदमै आभार। तपाईँहरूको अथक प्रयासले गर्दा नै यो उत्साह ऊर्जा आएको छ। हाम्रो यहीँ छेउको भारती अजिमा, हाम्रो यहीँको विजयश्वरीको आशीर्वादले आजको पार्टी प्रवेश कार्यक्रम सफल र पार्टी प्रवेश गरिसकेपछि साथीहरूले आफ्नो तहबाट राम्रो जिम्मेवारी र समाजमा सहिष्णुता र सकारात्मक भूमिका खेल्नुहुन्छ भन्ने कामना राख्दै म आफ्नो भनाइहरू यहीँ अन्त्य गर्छु। नेपालको जय।